हेलो साथीहरू, स्वागत छ मेरो ब्लगमा। यो ब्लग रहेको छ कतारको नेसनल म्युजियमको हो। यहाँ चाहिँ बाहिरबाट हेर्दा पनि के चाहिँ छ होला भित्र भन्ने जस्तो खालको चाहिँ यो स्टाइल भनौँ न, भवनहरू यो देख्न सक्नुहुनेछ। यहाँ चाहिँ पुराना भाँडाकुँडाहरू, वस्तुहरू जुन पहिले चाहिँ युज गर्थ्यो त्यो खालको सामग्रीहरू चाहिँ यहाँ देख्न सक्नुहुनेछ र विभिन्न भाँडाकुँडाहरूदेखि लिएर अनि उहाँहरूको चाहिँ यो जनजीवन चाहिँ कस्तो थियो पहिला भन्ने कुराहरू पनि साइडमा ग्यालरीहरू सो गरिरहेको थियो। यहाँ देख्न सक्नुहुन्छ जहाजको छ, त्यसै गरेर यहाँ पहलको छ, जुन जनजीवन कस्तो थियो उहाँहरूको पहिलाको हैन, त्यो खालको भिडियोहरू चाहिँ एकदमै त्यो डकुमेन्ट्रीहरू देखाइरहेको थियो साइडमा पनि। साथै यस म्युजियममा चाहिँ राजा रानीले लगाउने गरगहना, कपडाहरू, उहाँहरूको विवाहमा कस्तो कपडाहरू लगाइन्छ त्यो खालको कपडाहरू पनि एकदमै सजाएर राखिएको थियो। यहाँले पनि देख्न सक्नुहुनेछ केटाले कस्तो लगाउनुहुन्थ्यो, केटीले कस्तो लगाउनुहुन्थ्यो त्यो खालको। अनि गरगहनाहरू भयो, सबै चाहिँ एकदमै राम्रोसँग सजाएर राखिएको थियो। साथै यो गरगहनाहरू चाहिँ कहाँबाट ल्याइएको अथवा केबाट बनेको भन्ने कुराहरू पनि पेपरमा प्रष्टसँग लेखेको थियो। त्यो पनि पढ्न चाहिँ सकिनेछ, हेर्न सकिने थियो। यस म्युजियममा यति राम्रोसँग सजाएर राखिएको थियो कि जो कोहीले पनि पुराना चिजहरूको चाहिँ महत्त्व के छ भन्ने कुराहरू चाहिँ यहाँबाट पनि देख्न सकिन्छ। साथै हात हतियारहरू पनि राखिएको थियो र यो जनजीवन कस्तो थियो भनेर डकुमेन्ट्री नै पुरै लगभग 1 घन्टा जतिकै थियो होला। यो डकुमेन्ट्रीहरू पनि उहाँहरूको चाल चलन पहिला कस्तो थियो भन्ने कुराहरू देखाइरहेको थियो। यो चाहिँ उनीहरूको सुरुदेखि अहिलेसम्म चाहिँ कति भूभागमा कति फैलिएको भन्ने बारे चाहिँ यो एउटा त्यहाँ राखिएको थियो, त्यो पनि हेर्न सकिन्छ। उहाँहरूको 1990s मा चाहिँ यो पुरा कभर गरेको भन्ने कुराहरू हेर्न सकिन्छ र यहाँ विभिन्न मेडलहरू पनि राखिएको थियो र फोटो ग्यालरीहरूदेखि लिएर भिडियो ग्यालरीहरू सब साइडमा हिँड्ने बाटोको साइडमा राखेको थियो। एकदमै रमाइलो छ। मेरो भिडियो यहाँहरूलाई कस्तो लाग्यो लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। थ्याङ्क यू।